नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानलमा जहाँ हामी व्यवहारिक ज्ञान सुरक्षाका लागि प्रतिबद्ध छौँ। आजको हाम्रो टपिक विषय विद्युतीय सुरक्षा सम्बन्धी रहनेछ। विद्युत हाम्रो जीवनको आधारभूत कुरा हो, नभई नहुने वस्तु हो। हाम्रो जीवनको मेरुदण्ड विद्युत बनेको छ। तर यसले हाम्रो दैनिक जीवनमा जति सहजीकरण पुर्याएको छ, यो त्यति नै खतरनाक पनि हुन्छ। तर डराउनु पर्दैन, सावधानी र सही ज्ञानले खतरालाई नियन्त्रणमा ल्याउन सकिन्छ। लागौं आजको भिडियोतर्फ। विद्युत अत्यन्त उपयोगी तर सम्भावित घातक पनि हुन सक्छ। सानो गल्तीले पनि ठूलो दुर्घटना हुन सक्छ। त्यसैले कुनै पनि विद्युतीय उपकरणहरू प्रयोग गर्नु अघि वा सामान्य मर्मत कार्य गर्नु अघि पनि यी कुराहरूलाई अत्यन्त ध्यान दिनुपर्ने हुन्छ, ताकि हाम्रो जीवन तथा धनजनको क्षतिबाट बच्न सकोस्। जान्नुहोस्, आफूले प्रयोग गर्न लागेको उपकरणको बारेमा सबैभन्दा पहिला अध्ययन गर्नुहोस्। नम्बर 2, जाँच्नुहोस् उपकरण र वायरिङ सुरक्षित छन् कि छैनन्, जाँच गर्नुहोस्। नम्बर 3, सजग रहनुहोस्, केयरफुल रहनुहोस्, होशियार रहनुहोस्। उपयुक्त सुरक्षा उपकरण बिना कहिले पनि काम सुरु नगर्नुहोस्। यो सानो सजगताले, यो सानो होशियारीले कुनै ठूलो दुर्घटनाबाट बचाउँछ। अब हेरौँ त ती अपरिहार्य सुरक्षाका उपकरण कुन हुन् त। लागौं यस विषयतर्फ पनि। हेलमेट टाउकोलाई केही चीज वस्तुले चोट पुर्याउनबाट बचाउनुको साथै विद्युतको झड्का लाग्दा यसले बचाउने कार्य पनि गर्छ। भन्नुको मतलब यसले टाउकोमा त्यति ठूलो झड्का नदिन सक्छ। इन्सुलेटेड ग्लोभ्स हातमा लगाउने पन्जा हातलाई प्रत्यक्ष स्पर्श र झड्काबाट सुरक्षा दिन्छ र चोटपटक लाग्नबाट पनि बचाउँछ। सेफ्टी चस्मा चम्किलो वा स्पार्कबाट आँखालाई सुरक्षा प्रदान गर्छ। इन्सुलेटेड बुट वा रबरको बुट विद्युतीय झड्का लाग्नबाट वा चिप्लो कङ्क्रिट ठाउँमा पनि यसले सुरक्षा प्रदान गर्छ। सेफ्टी बेल्ट धेरै उचाइमा काम गर्दा उचाइबाट गिर्न बचाउँछ अथवा लड्नबाट बचाउँछ। एयर मफ यो अत्यन्त ठूलो ध्वनि प्रदूषणलाई रोक्छ र हाम्रो हियरिङ पावरलाई बचाउँछ। फायर एक्सटिङ्ग्विसर यो आगो निभाउने यन्त्रले विद्युतमा सर्ट सर्किट भई आगो लाग्दा आगो निभाउन यसको प्रयोग गरिन्छ। सुरक्षित तरिकाले विद्युत प्रयोग गरेर हामी आफूलाई र आफ्नो परिवारलाई जनधनको सुरक्षा गर्न सक्छौँ। यदि यो जानकारी हजुरलाई उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र नजिक रहेको घण्टी आइकनलाई थिच्नुहोस्, ताकि अर्को महत्त्वपूर्ण जानकारीबाट हजुर वञ्चित नहुनुहोस्। तपाईको सुरक्षा नै सबैभन्दा महत्त्वपूर्ण छ।